सेमुनाथका मेयर जितेन्द्र प्रसाद गुप्ताले कानुनलाई उल्लङ्घन गरी स्वेच्छाचारी ढङ्गले भ्रष्टाचारीहरूलाई मलजल पुग्ने गरी जनविरोधी काम गरेको छ। नगरपालिकामा गैर जिम्मेवार व्यक्तिहरूको झुन्ड खडा गरी त्रासित वातावरण सृजना गरी जनमैत्री सेवाको विपरीत गुण्डागर्दी कार्य मेयरबाट भइरहेको छ। कर्मचारी, वार्ड अध्यक्ष, सेवाग्राहीहरू व्यापक त्रास देखिन्छ। योजना तर्जुमा, उपभोक्ता समिति गठन, कार्यको प्रभावशाली कार्यान्वयन, अनुगमन, मूल्याङ्कन जस्ता हरेक कार्यमा प्रत्यक्ष हस्तक्षेप गरी सबैलाई दुख दिने कार्य मेयरबाट भइरहेको छ। मिति 2079-3-25 गते शनिबार राति 9 बजेको समयमा सेमुनाथ नगरपालिकाको कार्यालयमा सैकड़ों मानिसहरूको भिड लागिरहेको देख्दा लोसपाका नेता सेमुनाथ नपा वार्ड नम्बर 6 का निवर्तमान वार्ड अध्यक्ष मोहम्मद याकुब राईले लेखा फाटमा गएर 78-79 में कोभिड महामारीको पीडित भएका 926 जनाको जनही 10,000 अपेक्षित 10,000 रुपैयाँ दरले जम्मा रु 92,60,000 पीडित गरीबी विकलाङ्गको खातामा जम्मा गरिदिनु साथै यथार्थ वास्तविकता कारको मात्र भुक्तानी दिनुस् भन्दा मेयर जितेन्द्र प्रसाद गुप्ता, निजका दाजु अनिल गुप्ता, सरोज मण्डल, रहमत अली, शिवशंकर राम मिलेर कुटपिट गरेको छ। मेयर आफै र आफ्ना सहयोगीबाट गुण्डागर्दी शैलीमा एउटा जिम्मेवार नेतृत्वलाई कुट्नु कानुनको ठाडै उल्लङ्घन हो। असार 25 गते रातिको समयमा काममै नभएर सशस्त्र विषयगत वडा स्तरीय, नगर स्तरीय ज्यालादारी, कर्मचारीको तलब लगायत शीर्षक तथा योजनाहरूमा करोडौं आर्थिक अनियमितता गरेका छन्। सडक बोर्डको योजना कार्य गुणस्तरहीन छ। मध्य प्रदेश सरकारबाट प्राप्त सहयोगमा सञ्चालित योजनाहरूमा सेमुनाथ नपा वार्ड नम्बर 2 ट्राफी मेयरको घरदेखि पूरबको नालाको निर्माण, वार्ड नम्बर 4 को सकुवादेखि नरैया हुँदै काठमाडौँ टोलसम्मको बाटोको निर्माण तथा गरावल नरैयामा बौवालाल सौको घरको नजिक आरसीसी ढलान, वार्ड नम्बर 9 मा बजरटमा बाटो निर्माणको लागि माटो गरावल कार्य र वार्ड नम्बर 12 मा कुसामा बाटो निर्माणको लागि माटो गरावल काम अधुरो, अपुग, गुणस्तरहीन छ। कार्यहरूमा व्यापक आर्थिक अनियमितता भएको छ। सेमुनाथ नगरपालिकामा 2079 असार मसानसम्म भएका विकासीय तथा कतिपय प्रशासकीय कार्यहरू जनविरोधी छन्, भ्रष्टाचारयुक्त छ। नगरपालिकाबाट प्रवाह हुने कार्यहरू स्थानीय सरकार सञ्चालन ऐन 2074 को विपरीत छ। कोभिड पीडित गरीब विपन्न सर्वभोग नागरिकहरूको राहत पाउनबाट वञ्चित भएका छन्। मेयरको संगतमा जिम्मेवार नेतालाई कुटपिट गरेको छ। विकासीय कार्यको बिचौलिया भई मेयर आफै भ्रष्टाचारमा संलग्न भएको छ। अत भ्रष्टाचारी र अभद्र कार्य गर्ने मेयरलाई कानुनी कारबाही गर्न हामी जोरदार माग गर्दछौँ। हाम्रा मागहरूको सम्बोधन अविलम्ब नभएमा जनताबाट हुने सम्पूर्ण कार्यको जिम्मेवारी राजपक्ष नै हुनेछ। मागहरू अब 1 नम्बर, अब 78-79 में सेमुनाथ नपाबाट असार 25 गतेसम्म सञ्चालित योजनाको प्रगति प्रतिवेदन सार्वजनिक गरोस्। कोभिड पीडित गरीब विपन्नलाई अलिमम 10,000 को दरले राहत रकम उपलब्ध गराइस्। सेमुनाथ वार्ड नम्बर 6 में निवर्तमान वार्ड अध्यक्ष एवं लोसपा नेता मोहम्मद याकुब राईलाई कुटपिट गर्ने मेयर जितेन्द्र प्रसाद गुप्तालाई अनिल गुप्ता, रहमत अली, सरोज मण्डल, शिवशंकर रामलाई कडाभन्दा कडा कारबाही गरोस्। अब 4 में अब 2079-80 को नीति तथा कार्यक्रम योजना बजेटको कार्यान्वयन गरोस्। 5 मध्य प्रदेश सरकारको सहयोगमा वार्ड नम्बर 2, 4, 9 र 12 में सञ्चालित योजनाको साथै सडक बोर्डको योजना छानबिन गरोस्। बोधार्थ मुख्यमन्त्रीज्यू मध्य प्रदेश जनकपुर धाम, प्रमुख आयुक्त अख्तियार दुरुपयोग अनुसंधान आयोग काठमाडौँ, मन्त्रीज्यू भौतिक योजना तथा यातायात मन्त्रालय काठमाडौँ, क्रियाशील राजनीतिक दल मोर्चाका सेमुनाथ 70 को तर्फबाट सुरेन्द्र प्रसाद गुप्ता नगर सभापति, नेपाली कांग्रेस श्री नारायण चौधरी नगर समिति अध्यक्ष, नेकपा एमाले सुखदेव शाह नेता,
नेकपा माओवादी, सरोज कुमार चौधरी नगर समिति अध्यक्ष जसपा नेपाल, मोहम्मद याकुब राय नगर समिति अध्यक्ष लोसपा नेपाल, उन्देश्वर प्रसाद शाह जिला सभापति रापरापा, मंदेश चौधरी केंद्रीय सदस्य जनमत पार्टी। धन्यवाद। जय नेपाल। यथार्थ भने कि यो असार 25 गतेको घटना हो, राति 9-10 बजेको बिचमा हो। अनि हाम्रो के छ सोमनाथ नगरपालिकामा त्यो 100-200 जनाको मान्छेहरू थियो। हामी त्यहाँ जाँदा हामी सुन्नमा आएको कि हामी पहिलेदेखि हाम्रो पहिलाको वडा अध्यक्ष हो सोमनाथ नगरपालिका वडा 6 को हामीहरूकै पालामा कोभिड पीडितहरूलाई 926 जनाको लागि नेपाल सरकारद्वारा 10,000 को प्रति घर परिवारलाई 10,000 को दरले कोभिडको लागि बजेट आएको थियो। कोभिड पीडित अति विपन्न गरिबहरूको लागि हैन, त्यो हामी वाडाबाट पहिले सिफारिस गरेर पठाएको थियो। प्रत्येक 12वटा वार्डको कति 77 जनाको दरले हामी सिफारिस गरेर पठाएको थियो। त्यति बेला अब त्यो बिचमा यो चुनाव आइदियो। चुनावमा त्यो पैसा खातामा अफिसद्वारा गएन। अनि चुनाव पछि यही प्रक्रियालाई हामीहरू बार-बार तगादा गरिराखेकै थियौँ। सोमनाथ नगरपालिका जुन निर्वाचित मेयर साहब हुनुहुन्छ, कर्मचारी हुनुहुन्छ, त्यसै क्रममा त्यो दिन सुन्नमा आयो त्यो पैसा उहाँहरूको खातामा गएन। त्यो अर्कै बजेटको चलखेलमा उहाँले लागू गर्नुभयो। त्यो कोभिडको पैसा पठाउनु भएन। हामी त्यो कुरा बुझ्न गएको लेखामा अधिकृतसँग त्यहाँ जाँदाखेरि उहाँहरू ढोका थुनेर बस्नुभएको थियो। हामीलाई भेटेन। हामी ढोका पनि ढकढकाए। अनि त्यसपछि त्यहाँबाट हामी बाहिर आयो। बाहिर आएपछि जितेन्द्र गुप्ता जुन मेयर साहब हुनुहुन्छ त्यति बेला हुनुहुन्न, उहाँलाई फोन गर्नु उहाँ आउनुभयो। 81 हामी फिल्डमा हुँदाखेरि हामीलाई त्यति 81 आएर त्यो जितेन्द्र गुप्ता मेयर साहब, अनि उहाँको दाइ अनिल गुप्ता, त्यो सरोज मण्डल, एउटा रहमत हुने केटा छ, एउटा शिवशङ्कर, यिनीहरू हामीलाई 81 हामीलाई यसरी यो गाला समातेर हामी माथि प्रहार गर्न थाल्यो। त्यति हो। त्यसपछि हामीसँग कुनै सरसल्लाह गरियो। एउटा जिम्मेवार पक्षले 12वटा वार्डको मेयर हुनुहुन्छ, उहाँ सबैभन्दा पहिला कुरा बुझ्नु पर्यो। हामी कुन कारणले के कति कारणले त्यहाँ गएको थियो। हामी त जनताको लागि गएको पनि। वास्तवमा गरिबहरूको पैसा उहाँहरूले पाउनुपर्ने पैसा नपाएपछि आफ्नो विकास योजनामा त्यहाँ 100-200 जना ठेकदारहरू राखेर कोठा थुनेर चेक काटिराखेको थियो। जनतालाई कुनै त्यसको बारेमा थाहा थिएन। त्यो विषयमा जाँदाखेरि उहाँले हामीसँग अभद्र व्यवहार गरेछ। कुन शीर्षकमा त्यो बजेट सदुपयोग गरेको या दुरुपयोग गरेको? त्यो बजेट सदुपयोग गरेकै छैन। त्यो सशस्त्र अनुदान थियो। अब त्यो असारमा सामग्रीमा त्यो बजेट गरिबहरूले पाउनु पर्यो। अब त्यो बजेट हाम्रो जनताहरूले पाएन। त्यसको लागि हामी आवाज उठाएको। त्यो पाउनु पर्यो। मेरो त्यही माग हो। अर्कोमा प्रयोग हुँदैन। त्यो कहाँ प्रयोग? जसको लागि जो छुट्याएर त्यो अर्को योजना भनेको विकास योजना, जुन कमिसन आउने खालको योजनाहरू छ अनि यो बजेट कसरी अर्कोमा पर्ने? अरू विकास योजनाहरू थुप्रै हुन्छ। कामकाज गरेको निर्वाचित निवर्तमान वडा अध्यक्ष खास करके कोविड के जो पैसा रहे गरीब विपन्न के प्रति पीड़ित 10,000 के दर से देवा के रहे। निवर्तमान वडा अध्यक्ष सबके बहुत ज़्यादा प्रेशर है। हमारा सबके अहाँ सब तो लिस्ट बनेने रहिए तखन तो ज्ञान दिल तो खुल गए रहे पीड़ित सबके। तो जगह खाता अहाँ खोला दिलिए वडा से सिफारिश भ चुकल है तो अकाउंट में तो अहाँ कमती में कोविड के पैसा तो दे देवा के चाहिए। निवर्तमान सब बराबर जाके कहते रहे कि मेयर साहब हमारा सबके ये काम कर दी नहीं होते रहे। तब देखल के अंतिम टाइम छे तो कह देते कि उद्देश्य से साथी उसने गेला के बाद लेखा के बंद रहे, काम भीतर से भर रहे, बहुत आदमी भीड़ रहे। तो वही में क्यों मेयर साहब के कहल के याकूब जी एल से एना एना कहे मेयर साहब एल बात नहीं बुझ के अपने से कालर पकड़ के हाथ पात कर दिल दार्जिलिङ और संगे हमेशा रही 5-7 आदमी के राखने रही एनी टाइम वही सबके प्रयोग करके
एकटा जे छै हर्षनाजन्य काम कऽ देलखिन। लिखित हम तैयारी से तैयारी चुकी नाम दिन से 25 वर्ष